आम्बो हेर्नुहोस् मेरो छोरीको नक्कल के लगाउनु भएको क्रिम लगाउनु भएको मेरो छोरी चाहिँ स्कुलको लागि रेडी हुँदैछ रेडी हुँदैछ हो सबै ड्रेस लगाइसक्यो कपाल मात्रै बाट्नु छ आज चाहिँ मेरो छोरीको कपाल काट्ने साइज छ नि त अन्त यहाँ सबै रेडी भएर चाहिँ हामीले एकदम लामा मिमीलाई हेराइहरी 8 बजीको साइज निकालिएको छ हो अब यहाँ आसेङ आएर चाहिँ केस काटिदिनुहुन्छ बहिनीको साइज गरिदिनुहुन्छ है ल नकाटौँ ल केस माया पो लाग्यो मलाई त मेरो छोरीको चाहिँ जन्मै बाइबतीहरू हो एकपल्ट पनि काटेको छैन सानोमा चाहिँ बहुत छोरी नमानेर चाहिँ साइज हेराउँदै छोड्दै साइज हेराउँदै छोड्दै छोरी पनि नमान्ने आपा पनि नमान्ने हो बल्ल आपा छोरीले मानेर चाहिँ यहाँनिर आसेङ पनि आइसक्नु भएको छ आसेङले साइड गरिदिनु हुँदैछ है अब अलिकति आसेङको हातबाट साइड गरेर चाहिँ अब मेरो छोरीको फुल इयर कट चाहिँ कहिले गरिदिन्छु थाहा छैन है आजै गरिदिनु पनि सक्छु भातमा गरिदिनु पनि सक्छु अब चाहिँ मेरो छोरी काटिदिइसक्नुभयो रेडी भएर स्कुल जान्छ है अन्त मेरो छोरीको सर्ट इयरको लागि चाहिँ स्टे ट्युन बाई बाई एभ्रिवान।